यता देखाउनु त उहाँ हेर्नु त यताबाट आउँछ यताबाट लान्छ ऊ त्यहाँ पर हेर्नु त्यहाँ हेर्नु त पुरै फास्ट छोरी परेको छ त्यो सरस्वती बाल माथि बोकेर होइन हो नि हो र तपाईँ यहाँ हेर्नुभएको 10 त्यही खुवाकै दामी आएको हामी उभिएर 12 वर्ष लागि अति नै उपयुक्त छ यहाँको जनसङ्ख्याको जीवनस्तर वृद्धि गर्न महत्त्वपूर्ण भूमिका पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्छ यहाँको कृषि पशुपालन सबै क्षेत्रको लागि नेपाल सरकारले स्थानीय निकायले भूमिका खेल्यो भने बजेट निर्माण गरेर लागू गरेर पूर्ण रूपमा कानुन गर्यो भने यहाँको जीवनस्तर विकास गर्न एकदम सजिलो छ। यहाँ हेर्नुहोस् न त फास्ट्याग बनिरहेको छ फास्ट्यागको पुरै बाटो हो यहाँबाट पुरै तपाईँहरू पुरै यहाँबाट निजगढ टु काठमाडौँ फास्ट्याग पुरै यहाँबाट जानुहुन्छ निजगढ कसरी जानाको किनारमा बगेको तिरैतिर सिधो हुँदै तपाईँ काठमाडौँ पुग्न सक्नुहुनेछ। भनेपछि यो पुरै पिकनिक क्षेत्र हो ल होइन त पोस है हजुर त यो कुन स्थान पर्यो? मकवानपुर जिल्लाको गोकैया गाउँपालिका वडा नम्बर 2 सरस्वती। हजुर तपाईँ पहिलेदेखि यही ठाउँमा जन्मिनु भएको यहीँ हुर्किनु भएको यहीँको स्थानीयवासी भयो। अनि यो बाल विकास आदर्श विद्यालय पहिलेदेखि हो? 32 साल नै गर्दा भएको। हजुर 32 सालभन्दा अगाडिदेखि स्थापना गरेर 32 सालमा चाहिँ गर्दा। अनि तपाईँहरूको लागि चाहिँ के अरे निजगढ स्थानीय नगरपालिका तपाईँहरूलाई सजिलो हो कि बगैया गाउँपालिका चाहिँ सजिलो हो जान आवाजावत गर्नको लागि प्रशासनिक कार्यको लागि? अब ढुवानी सुवानी गर्ने सबै हाम्रो यता निजगढै हो। हजुर हाम्रो चाहिँ अब यता बगैया गाउँपालिका जानु पर्यो भने हजुर आजभोलि फास्ट्यागले गर्दा सजिलै छ खोले खोला। हजुर हजुर बर्खामा चाहिँ तपाईँ निजगढ गएर पत्लाया हुँदै रोड भेटुना हुँदै अनि सुर्ती चौक निक्लेर अनि पालिका जान चाहिँ हजुर समस्या त समस्या छ है। यो अहिले बर्खासम्म चाहिँ औधी समस्या हुन्छ है। हजुर भनेपछि यो यदि फास्ट्याग बन्यो भने त्यो समस्या त यथावतै रहने भयो नि होइन? त्यसको उपाय भनेको त सबभन्दा सजिलो र नजिक भनेको निजगढ स्थानीय नगरपालिका नि रहेछ होइन? सरस्वती हेर्दा पहिलाको भन्दा अहिले बाटो पनि अलि राम्रै बनेको रहेछ होइन? यो त म त यहाँबाट ओडा कार्यालय जाने तपाईँको यसको सडक बोर्डको समितिको अवश्य म अहिले भर्खर यो सडक निर्माण उपभोक्ता समितिको तपाईँ अध्यक्ष हुनुहुन्छ? ए हजुर 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 यो त्यो बजेटमा यो पूर्ण रूपमा निर्माणको लागि बजेट परेको छ भित्रको लागि चाहिँ हिमाल सहित देख्छ हो है यहाँबाट हिमाल पनि देख्छ है? कुन हिमाल देख्छ यहाँ? हजुर हो हजुर हजुर मजाले अब फास्ट्याग पनि बनिरहेछ होइन? हजुर ऊ बनिरहेछ मजाले ए फास्ट्याग है बगैया गाउँपालिका अन्तर्गत पर्यो। अनि ऊ त्यो सिधा देखिरहेको छ नि त्यो खोला हो कि त्यो फास्ट्यागको बाटो हो त? त्यो सिधा होइन सिधा देखेको? हजुर
गर्दै गर्दै त्यो पहिरो जान्छ भनेर ए हजुर अँ ए भने त्यो फास्ट्याग बाटो होइन यस पर्यटक क्षेत्र र यो मौसमको हिसाबले त यो ठाउँ त एकदम स्वर्गै हो नि दाइ हामी अब तराईवासीहरूको लागि होइन र दाइ तपाईँलाई हिमाल हेर्नको लागि चाहिँ यो महत्त्वपूर्ण ठाउँ हो हजुर अनि तपाईँको पेसा चाहिँ के हो त कृषि पेसा है पशुपालनहरू होइन खेतीपातीहरू ल धन्यवाद ल तपाईँलाई मेरो नाम प्रवीण हो हजुर म चाहिँ यहाँ भरडाँडामा अब यस्तै काम गर्ने बस्ने खाने हामीलाई चाहिँ यताउता बजार जहाँ जे गर्नु परे पनि हजुर यता बिच गर्दै सजिलो हुन्छ नजिक पनि पर्छ त्यही पनि किनमेल हजुर अब एउटातिर जहाँ जानु पनि एउटा हाम्रो त टाढा 2 नम्बर पर्ने उहाँ टाढा पुग्नुपर्छ अनि आर्केसम्म पुग्नुपर्छ हजुर ए यसको सरस्वतीमा शाखा चाहिँ छ हजुर बिहिबार र शुक्रबार सचिव यो आउनुहुन्छ कहिले काहीँ हजुर यता अनुहार देखाएर भन्नु नि हजुर यता आउनुहुन्छ सधैँ चाहिँ आउनु भ्याउनुहुन्न उहाँ पनि हजुर 2 नम्बर ए टाढा वडा चाहिँ यहाँ सधैँभरि आउनु भ्याउनुहुन्न हजुर सचिवज्यू चाहिँ हजुर त्यस्तै हो भनेपछि यो बगैया गाउँपालिका अन्तर्गत 2 नम्बर वडामा यो ससुर डाँडा पऱ्यो होइन ससुर डाँडामा पनि यो भमरा टोल भनेर यसलाई चाहिँ विशेष रूपमा चिन्यो र यहाँ यो ससुर डाँडाका बासिन्दाहरू बगैया गाउँपालिकामा भन्दा पनि स्थानीय नगरपालिका निजगढमा चाहिँ पऱ्यो भने चाहिँ आवाज जावाज गर्न हरेक क्षेत्रमा होइन प्रशासनिक क्षेत्र तथा व्यापारिक क्षेत्रमा सजिलो पर्ने देखियो होइन तपाईँको दृष्टिकोणमा होइन तपाईँ यहाँको स्थानीय बासिन्दा पहिलेदेखि हो जन्म यहीँ हो बाजेदेखि नै ए अनि तपाईँको पेसा चाहिँ यो कृषि तथा पशुपालन हजुर हजुर यो कति मौसम छ उहाँ पनि टाका जम्का भेट भयो के अरे यहाँ पर्यटक क्षेत्रको लागि यो तराईवासीको लागि यो स्वर्ग हो यसलाई पुरै विकास निर्माणमा द्रुत गतिका साथ अगाडि बढाउन सक्यो भने यहाँ स्थानीयवासीहरूको जीवनस्तरमा आमूल परिवर्तन भई सुखमय हुने थियो ल दाइ तपाईँलाई धन्यवाद ल तपाईँ र हाम्रो फेरि भेट हुनुपर्छ है घरैमा है ल